एकदम नयाँ डिस बनाउँदैछु तपाईँहरूलाई मैले पाक्नुको बादमा देखाउँछु। यसलाई एकदम योसँगले प्याक हुन्छ यो। स्टिमरमा हाल्दैछु। यसमा चिकन छ, भेजिटेबल छ, चिज छ, मसलाहरू पनि छ। अब यो बनिने भएको तपाईँलाई म देखाउँछु। यो चाहिँ मैले एकदम चिकन स्टिम, चिजी स्टिम भन्छ यसलाई। यो चाहिँ एकदम स्टिम गरेर चाहिँ बनाएको छु। यसमा ओनियन, गार्लिक, जिन्जर अन्त क्याप्सिकम एकदम फुल, त्यो जसले चाहिँ जिमहरू गर्छ नि उहाँहरूको लागि एकदम बेस्ट छ। एकदम स्टिम मात्रै छ। यसमा चाहिँ मैले बोइल एगको पनि प्रयोग गरेको छु, किन भन्दाखेरि अलिकति राम्रै लाग्छ। यो चाहिँ एकदम नयाँ डिस हो, तपाईँहरूले हेर्न सक्नुहुन्छ। एकदम न्यू लन्च गरेको मैले। अब हामीले कोही कोही बेला यस्तो नयाँ डिस दिएन भने कस्टमरहरूले भन्छ दाजु कति त्यही खानु भनेर हो। अन्त यो चाहिँ एकदम नयाँ छ, फुल एकदम बोइल डिस छ, तपाईँले हेर्न सक्नुहुन्छ। प्लेट पनि रोयल छ है, तपाईँले रोयल एकदम रोयल फिल गर्नुहुन्छ प्लेटमा पनि। फिस कटमा प्लेट छ। र यो डिसको चाहिँ अब कति प्राइस राख्नुपर्ने तपाईँले यसो डिसाइड गर्नुहोस् है तपाईँले पनि, किन मेरो कस्टमरहरूले चाहिँ भन्छ मलाई तपाईँको दाम कतिवटा महँगो कतिवटा सस्तो छ भन्ने कुराहरू गर्छ। र तपाईँहरूले यो चाहिँ लु तपाईँहरूले आफै डिसाइड गर्नुहोस्। मेरो जति पनि गेस्टहरू आउनुहुन्छ मेरोमा होइन, तपाईँले डिसाइड गर्नुहोस् यसको चाहिँ कति प्राइस हुनुपर्ने। तपाईँले यसको क्वालिटी हेर्न सक्नुहुन्छ र प्राइस चाहिँ तपाईँहरूले आफै डिसाइड गर्नुहोस् र मलाई कमेन्ट गरेर भन्नुहोस् यति राख्नु दादा भनेर, यति राख्नु भाइ भनेर। यसमा 3 पिस लेग पिस छ, अन्त साथमा भेजिटेबल पनि छ, चिज पनि छ, एग पनि छ। यसमा धेरै मिक्स छ। र ल तपाईँहरूले अब यसको प्राइस डिसाइड गर्नुहोस् ल। एकदम स्टिम मात्रै छ, यसमा प्योर स्टिम छ ल, तेल ओइलको कुनै कामै छैन।